नवदिशा प्रमुख 10 समाचार। सरकारका अध्यादेश स्वीकृत नगर्न विपक्षी दलको राष्ट्रपतिलाई आग्रह। 15 दिने राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु, कुपोषण पहिचान र उपचारमा जोड। सगरमाथा आधार शिविरमा ओभरनाइट स्टे प्याकेज रोक्न पर्यटन विभागको निर्देशन। आगामी निर्वाचनको टिकटबारे आश्वासन नदिन राष्ट्रसभा सभापति रवि लामिछानेको निर्देशन। महावीर पुनद्वारा सम्पत्ति विवरण सार्वजनिक, बैंकमा 29 लाख नगद र कास कीमत जग्गा। इन्धनको मूल्य वृद्धिसँगै फेरि सार्वजनिक यातायातको भाडामा 5% वृद्धि। प्रतिकूल मौसमका कारण उडान प्रभावित, आज काठमाडौँ सहित विभिन्न विमानस्थलमा ढिलाइ। नेप्सेमा लगातार गिरावट, 2 दिनमा झण्डै 55 अङ्कले ओह्रालो। ट्रम्पलाई धम्की दिएको आरोपमा एफबीआईका पूर्व निर्देशक जेम्स कोमीमाथि मुद्दा। टीएलएसमा नेपाल 102 रनले पराजित, ओमानको सशक्त प्रदर्शन। हेर्दै गर्नुहोला, सुन्दै रहनुहोला नवदिशा।